यो भिडियो चाहिँ मैले नयाँ कन्टेन्ट क्रिएटरहरुको लागि बनाएको छु। राम्रोसँग हेर्नुस्, यहाँनिर हेर्नुस् है के लेखेको छ है, चारवटा एकदम ग्रीन कलरको टिक छ है। यसरी हजुरहरुको पनि लागेको छ कि लागेको छैन, हजुरहरुले पनि यो भिडियो हेरिसकेपछि चेक गर्नुहोस् र है तपाईहरुको पनि यसरी नै ग्रीन टिक लागेको छ भने चाहिँ कमेन्ट गर्नुहोस् र मेरो ठिकै रहेछ भन्नुहोस् है। सो यसलाई चाहिँ के भन्छ, एड्स ट्रान्सपेरेन्सी स्टेटस भन्दो रहेछ है। हेर्नुस् है, यसलाई चेक गर्नुको लागि चाहिँ हजुरहरुले के गर्नुपर्छ भनेदेखि चाहिँ म हजुरहरुलाई हजुरहरुको छ ठीक छ कि छैन चेक गर्नुको लागि चाहिँ म हजुरहरुलाई कसरी चेक गर्नुपर्छ बताइरहेको छु है। र एक सेकेन्ड हजुरहरुलाई म स्क्रिन रेकर्डिङ द्वारा सिकाउने छु र स्क्रिन रेकर्डिङ अन हुँदैछ है। र मैले स्क्रिन रेकर्डिङ अन गरिसकेपछि के गरे, आफ्नो प्रोफाइलमा क्लिक गरे। आफ्नो प्रोफाइलमा क्लिक गरिसकेपछि अलिक ओह्रालो गए, एबाउटमा गए। एबाउटमा गइसकेपछि चाहिँ है अलिक ओह्रालो गएपछि चाहिँ यहाँ लेखेको छ प्रोफाइल ट्रान्सपेरेन्सी भनेर लेखेको छ है। त्यसलाई हामीले एक बार क्लिक गरिदिसकेपछि चाहिँ बिस्तारै क्लिक गरेपछि स्क्रल गर्दै ओह्रालो ओह्रालो गए। यहाँनिर लेखेको छ गो टु एड लाइब्रेरी भनेर लेखेको छ। सो मैले यसमा गो टु एड लाइब्रेरीमा क्लिक गरिदिसकेपछि चाहिँ यहाँ हेर्नुहोस् के आयो, वेट गर्नुहोस्, सिस्टम स्टेटस भनेर यहाँ लेखेको छ। त्यसमा ग्रीन कलरको टिक लागेको छ है। यो पनि एकदम ओके हो, ग्रीन कलरको टिक लाग्यो ओके। र त्यो ग्रीन कलरको टिक लागेकोलाई तपाईले एक बार क्लिक गरिदिनुहोस्, यसरी आउँछ सिस्टम स्टेटस कम्युनिटी एड लाइब्रेरी रिपोर्ट एड लाइब्रेरी एपीआई एपीएल रहेछ। अनि मुनि लेखेको छ ब्रान्डेड कन्टेन्ट भनेर लेखेको छ है। अब फेरि त्यसको बाद हामीले के गरे, सी डिटेल्समा गएर क्लिक गर्ने छौं। क्लिक गर्ने छौं त क्लिक गरिसकेपछि चाहिँ तपाईले हेर्नुस् यस्तो आयो, हेर्नुस् एड्स ट्रान्सपेरेन्सी स्टेटस भनेर यहाँ लेखिएको छ। सो हामी त्यसलाई हेर्नुस् यहाँ लेखेको छ एड लाइब्रेरीमा नो नन इस्यु भनेर लेखेको छ हैन। त्यो कारण सबैमा एकदम कुनै पनि प्रब्लम छैन, यहाँ सबै ग्रीन टिक छ है। यसरी सबै जग्गा नि यसरी तपाईको एड्स ट्रान्सपेरेन्सी स्टेटस तपाईको एकदम ग्रीन टिक छ। तो ग्रीन राइट छ भने टिक राइट सेमै हो र सबै यस्तो छ है। तपाईहरुको केही प्रब्लम छैन रहेछ, यहाँ राम्रोसँग हेर्नुस् है। मतलब यो आइडीमा चाहिँ केही प्रब्लम छैन। तपाईहरुको पनि यसरी गएर खोलेर हेर्नुस् है, केही प्रब्लम त छैन है। प्रब्लम छ छैन है, प्रब्लम छ भने चाहिँ हजुरले मलाई कमेन्ट गर्नु सक्नुहुनेछ है। प्रब्लम छैन भने पनि तपाईले कमेन्ट गर्नुहोस् है। र तपाईको एकाउन्टमा चाहिँ कस्तो रहेछ है, तपाईको प्रब्लम छ कि छैन रहेछ र मलाई फटाफट हजुरहरुले कमेन्ट गरेर भन्नुहोस्। र यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट एन्ड शेयर गर्नु नबिर्सिनु होला। ओके बाइ बाइ, सी यू नेक्स्ट भिडियो।